हेलो सबैजनालाई। आज त हामी मजाले निदाएछ होइन। हाटको दिन त मजाले निदाएछ। हामी सपना देख्दा देख्दै बिम्झेर हिँड्नु पर्यो। 4 पनि बजिसकेको छ। हामी आज आधी घन्टा नै लेट छ हो। के गर्नु, कोही बेला थाक्छ सब्जी उठाउने दिनमा, त्यो भएर निन्दा त लागिहाल्छ हो। अलार्म बज्दा बज्दै पनि उठ्नै बिर्सेछ हामी त। आधी घन्टा लेट भयो र पनि हामी हाट बजार त पुगिसकेको छ अहिले। र हाट बजार पुगेर पनि अब अलिकति ढिलो नै भयो हामी होइन। र पनि हाम्रो सब्जी यहाँनिर झिक्नु सुरु भइसकेको छ भने अब साउन महिनामा कतिले बैगुन खाँदैन, प्रायःले बैगुन खाँदैन। र पनि हामीले बैगुन चाहिँ बेचिरहेको छ यहाँनिर, हेर्न सक्नुहुन्छ तपाईँले। दिदीले यहाँनिर 3-4 किलो लगिहाल्नु भयो बिहानै हो। र अरू सब्जी भेन्डी पनि हामीले भक्ति दिदीले छाड्नु हुँदैछ यहाँनिर। मलाई प्लुक्क हेर्दै होइन। ल भेन्डी पनि हाम्रो सुरु भइसकेको छ। यो चाहिँ हामीले गाउँबाट लगेको र अरू सब्जीहरू पनि हाम्रो आउँदैछ। इस्कुस यहाँनिर जानेको लागि तलिनु सुरु गरिहाल्यो। र बिहान बिहानै हाम्रो चाहिँ पैकारी लागिहाल्छ सब्जीहरू, कति सब्जीहरू होइन। र अरू सब्जीहरू हामी खोजेर पनि राखेर दिउँसो बेच्छौँ। यहाँ बी पनि ल्याएको थियो हामीले, इस्कुस भइहाल्यो, यहाँनिर बैगुन पनि भइहाल्यो अरू होइन। अरू सब्जीहरू पनि हाम्रो आउँदै थियो र अलिक ढिलो लौका पनि यहाँनिर बेच्दै थियो हामीले। यहाँ निङ्गुरे पनि यहाँनिर तपाईँले देखिरहनु रहेछ। यो निङ्गुरे चाहिँ हाम्रो लाभाबाट आएको होइन। यो चाहिँ अब लास्टको निङ्गुरे रहेछ। र यहाँनिर एकजना बहिनीले लान्छु नि म अरे हो यहाँनिर खुसीले। ल उसलाई पनि दिइहाल्यो यो निङ्गुरे हो। उसले चाहिँ हिजो मैले खानु लगेकै भनेर भन्दै थियो हो। र बर्खाको टाइममा यस्तै हो, एकदम घरि पानी घरि घाम होइन। प्रायः जस्तो पानी नै पर्छ। अब हाम्रो त टिस्टामा पुल काटेर जानुपर्छ। हामीलाई चाहिँ एकदम समस्या हुन्छ, किनकि पानी परिहाल्यो भने रोडमा पानी परेर रोडमा आइहाल्छ होइन। त्यो भएर बर्खामा सब्जी उठाउनु पनि अब सब्जीहरू पनि फेरि राम्रो हुँदैन बर्खामा, कुन्छ, कति दाग लाग्छ होइन। अब बेच्नेलाई पनि साह्रै पर्छ, किन्नेलाई पनि साह्रै हो होइन। सब्जी छैन भने दाम बढिहाल्छ होइन। अब बराबर कि अब किन्नेलाई पनि साह्रै छ, बेच्नेलाई पनि साह्रै छ, उठाउने हामीलाई पनि साह्रै छ होइन, फलाउनेलाई पनि साह्रै छ। अब त्यसरी नै चलिरहेको छ। यहाँ तपाईँले मकै देखिरहनु भएको छ। मकै चाहिँ दादा र दिदीले लानु हुँदैछ होइन। जग्गै छैन टेबलमा भनेर चाहिँ हामीले भुइँमा नै घोप्टाइदियो। हेर्नुहोस् चाहिँ यहाँनिर भुइँमै घोप्टाएर भुइँमा नै बटै लानु हुँदैछ होइन। र दिन पनि यस्तो छ, पानी पर्ला जस्तो भइहाल्यो होइन। दिउँसो पानी पर्छ। अब अलिकति पानी परेन भने हाट चाहिँ हुँदैन जस्तो के हो त अहिले होइन। ल यहाँ छेउमा दिदीले, पुष्पा दिदीले पनि उसको पनि जग्गा नभएर चाहिँ ऊ भुइँमै केरा घोप्टाएर, बोराबाट केरा घोप्टाएर दिदीले पनि भुइँमै बेच्नु हुँदैछ। देखिरहनु भएको छ यहाँनिर, काँचो छ केरा चाहिँ दिदीले यस्तै ल्याएर चाहिँ बेच्नुहुन्छ यहाँनिर। भन्दा नभन्दा पानी परेर पनि अब सेट लाउनु परिहाल्यो हो। सेट लगाएपछि त तपाईँलाई थाहै छ, सब्जी चाहिँ सबै हरियो नै देख्छ। जुनै सब्जी पनि हरियो नै। करेला पनि, सेतो करेला पनि हरियो देख्छ, हरेक करेला हरियो हो, डल्ले पनि हरियो, अब पाकेको रातो पनि हरियो, सिमी पनि हरियो छ। र अहिले 1 बजेको नजारा यस्तो छ है। सब्जीहरू हाम्रो अलिअलि रहेको छ भने अरूको पनि यहाँनिर बेचाइ हुँदैछ अरूले पनि है। यसरी नै हामीले बेचिसकेर पनि हामीले दोकान उठाइसकेको छ। र आज त अलिक छिटो भयो हाम्रो होइन, 5 बज्दैछ। र यसरी नै हाम्रो दिन आजको बित्यो र हामी अब फर्किनु आँटेको। ल भिडियोलाई राम्रो लाग्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनुहोस् होला।